माननीय सदस्यहरू, प्रदेश सभाको आजको दोस्रो बैठक कारबाही प्रारम्भ हुन्छ। सर्वप्रथम माननीय मुख्यमन्त्री श्री लालबाबु राउतलाई माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूले प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई गर्नुभएको सम्बोधनको प्रति सभामा टेबल गर्न अनुमति दिन्छु। सभामुख महोदयको अनुमतिले माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूले प्रदेश सरकारको आबो 2079-80 सालको वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई गर्नुभएको सम्बोधनको प्रति सभामा टेबल गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 को वार्षिक नीति तथा कार्यक्रम को प्रति आफ्नो हाजिर गर्ने र कार्यालयको वेबसाइट तथा इमेलबाट प्राप्त गर्नुहोला। माननीय सदस्यहरू, प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 37 बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 को वार्षिक नीति तथा कार्यक्रम उपर संशोधन दिन चाहनुहुने माननीय सदस्यहरूले 24 घण्टा भित्र आफ्नो संशोधन सचिवालयमा दर्ता गराउनुहोला। साथै प्रदेश सभाको अर्को बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने बेहोरा जानकारी गराउँछु। अब म माननीय श्री शैलेन्द्र कुमार यादवलाई माननीय प्रदेश प्रमुखज्यू प्रति धन्यवादको प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदयको अनुमतिले माननीय प्रदेश प्रमुख महोदयमा निम्नलिखित धन्यवादको प्रस्ताव पेश गर्दछु। धन्यवाद प्रस्ताव। माननीय प्रदेश प्रमुख महोदयद्वारा 2079 साल जेठ महीनाको 22 गते आइतबारका दिन प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएकोमा प्रदेश सभाको यो बैठक माननीय प्रदेश प्रमुख महोदयमा धन्यवाद ज्ञापन गर्दछ। अब माननीय श्री सुन्दरबहादुर विश्वकर्मालाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदयको अनुमतिले माननीय श्री शैलेन्द्र कुमार यादवले पेश गर्नुभएको धन्यवादको प्रस्तावलाई समर्थन गर्दछु। माननीय सदस्यहरू, अब माननीय श्री शैलेन्द्र कुमार यादवले राख्नुभएको धन्यवादको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भने आवाज सुनिएन, तसर्थ माननीय श्री शैलेन्द्र कुमार यादवले प्रस्तुत गर्नुभएको धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म महिला बाल बालिका तथा सामाजिक न्याय समितिको माननीय सभापति श्री जैनुल राइनलाई प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र सञ्चालन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज म प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको स्थापना र सञ्चालन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गर्न गइरहेको छु। यो विधेयक 2076 साल साउन 20 गते प्रदेश सभामा दर्ता भएको थियो र सभाले उक्त विधेयक 2077-629 गते महिला बालबालिका तथा सामाजिक न्याय समितिमा पठाएको थियो। विधेयक समितिमा आइसकेपछि उक्त विधेयकमाथि दफावार छलफलको लागि विभिन्न
मितिहरूमा समितिका मान्य सदस्यहरू बैठक बसी दफावार छलफल गर्यो। विधेयकलाई थप वैज्ञानिक र परिष्कृत बनाउन विषय विज्ञ सरोकारवाला निकाय एवं संस्थाहरूसँग छलफल अन्तर्क्रिया गरी आएका महत्त्वपूर्ण सुझावहरूमा समितिमा छलफल गरी विधेयकमा परिमार्जन गरी मिति 2079 2/17 गते समितिबाट बैठक बसी परिमार्जित विधेयक सर्वसम्मति सहमति समितिबाट पास गरी परिमार्जित विधेयक सदनमा पेश गर्ने निर्णय भएको हो। विधेयकलाई अन्तिम रूप दिनमा सहयोग गर्नुभएको मान्य सभामुख, मान्य उपसभामुख, समितिका मान्य सदस्यहरू तथा समितिका सचिव एवं कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। अब म परिमार्जित विधेयकमा भएका संशोधनहरूलाई प्रस्तुत गर्न गइरहेको छु। 1. विधेयकको प्रस्तावनामा रहेको प्रदेश नम्बर 2 को सट्टा मध्य प्रदेश संशोधन गरिएको छ। 2. दफा 1 को उपदफा 1 मा यस निर्देशिकाको शब्दमा सट्टा यस ऐनको शब्द थप गरिएको तथा सोही दफाको प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2076 लाई 2079 कायम गरिएको छ। त्यसैगरी सोही दफाको उपदफा 2 मा रहेको विधेयक शब्दको सट्टा ऐन शब्द थप गरिएको छ। दफा 2 को खण्ड ख मा उल्लेखित प्रदेश प्राविधिक शिक्षा पछि तथा व्यावसायिक तालिम सम्बन्ध तालिम शब्द थप गरिएको सोही दफाको खण्ड ग मा रहेको प्रदेश नम्बर 2 को सट्टा मध्य प्रदेश शब्द राखिएको छ। त्यसैगरी सोही दफाको खण्ड घ मा उल्लेखित दफा 4 लाई दफा 7 बनाइएको छ। 5 मा सोही दफाको खण्ड अंग मा उल्लेखित सामाजिक विकासको सट्टा प्रदेश सरकारको शिक्षा हेर्ने शब्द राखिएको छ। 6 त्यसैगरी परिषद 2 मा उल्लेखित प्रदेश प्राविधिक शिक्षा पछि तथा व्यावसायिक तालिम शब्द राखी पूर्ण बनाइएको छ। 7 ऐनको दफा 3 को उपदफा 1 मा सञ्चालन गर्न पछि प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद शब्द राखिएको सोही दफाको उपदफा 2 मा पनि प्रदेश तथा व्यावसायिक तालिम शब्द थप गरिएको छ। सोही उपदफाको खण्ड क मा उल्लेखित सामाजिक विकास शब्दलाई झिकी शिक्षा सम्बन्धी विषय हेर्ने शब्द थप गरिएको सोही उपदफाको खण्ड ख मा पनि सामाजिक शब्द हटाई शिक्षा सम्बन्धी शब्द राखिएको सोही उपदफाको खण्ड ग घ अंग झिकी सोको सट्टामा खण्ड ग र घ मा सचिव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सदस्य र सबै मन्त्रालयका सचिव सदस्य संशोधन गरिएको छ। 9 सोही दफाको उपदफा 2 मा खण्ड अंग र च थप गरिएको छ। 10 दफा 3 को उपदफा 5 मा उल्लेखित सेवा शर्त र सुविधा शब्द हटाई त्यहाँ पारिश्रमिक अधिकृत स्तर 11औं तहको हुनेछ भन्ने अन्य सुविधा भन्ने शब्द राखी यस उपदफालाई दफा 3 बाट हटाई दफा 7 को उपदफा 2 मा राखिएको छ। 11 दफा 4 को उपदफा 5 मा परिषदको निर्णय पछि अध्यक्ष र शब्द थप गरिएको छ। 12 दफा 5 को उपदफा 1 को खण्ड अंग मा स्वीकृति पछिका लागि प्रदेश सरकार समक्ष सिफारिस गर्ने शब्द हटाई स्वीकृति दिने शब्द राखिएको छ। सोही उपदफाको खण्ड च हटाइएको त्यसैगरी सोही उपदफाको खण्ड झ को सुरुमा प्रदेश स्तरको शब्द भन्ने शब्द थपिएको छ। 13 त्यसैगरी सोही उपदफाको खण्ड त मा उल्लेखित अन्तर्राष्ट्रिय स्तरबाट पछि प्राप्त शब्द
थप गरिएको छ। सोही उपदफाको खण्ड ध, न, प, फ र ब थप गरिएको छ। दफा 14 दफा 6 मा उपदफा 1 उल्लेखित शब्द स्वशासितको सट्टा स्वायत्त शब्द राखिएको छ। त्यसै गरी सोही दफाको उपदफा 3 मा तर अचल सम्पत्तिको बेचबिखनमा प्रदेश सरकारको सहमति लिनु पर्ने छ भन्ने शब्द थप गरिएको छ। 15 दफा 7 को उपदफा 1 को खण्ड क को सुरुमा मध्य प्रदेशभित्र स्थायी बसोबास गर्ने शब्द थपिएको। त्यसै गरी सोही दफाको खण्ड ख मा उल्लेखित शब्द इन्जिनियरिङ, अर्थशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान मध्ये शब्द हटाइएको। सोही उपदफाको खण्ड घ मा उमेरको हक 55 लाई 60 पुर्याइएको छ भन्ने खण्ड अङ्गमा थप गरिएको। त्यसै गरी सोही दफाको उपदफा 2 थप गरिएको छ। 16 दफा 8 को खण्ड ग को परिषद पछि बैठकको शब्द हटाइएको छ। 17 दफा 12 को उपदफा 4 मा उल्लेखित मुख्यमन्त्री कार्यालयको सट्टा प्रदेश सरकारले भन्ने शब्द राखिएको छ। 18 दफा 13 को उपदफा 1 मा परिषदको पछि सिफारिसमा प्रदेश सरकारबाट भन्ने शब्द हटाइएको छ। त्यसै गरी सोही दफाको उपदफा 5 मा उल्लेखित 20% को सट्टा 25% संशोधन गरिएको र सोही उपदफामा छात्रवृत्तिको पछि क्लस्टर बमोजिम शब्द थप गरिएको छ। दफा 19 दफा 16 मा उपदफा 3 थप गरिएको छ। 20 दफा 18 को उपदफा 3 को अन्तमा आवश्यक कारबाही पछि उल्लेखित शब्द चलाउनु पर्ने छ भन्ने शब्दलाई संशोधन गरी गर्ने छ शब्द राखिएको छ। 21 दफा 20 को उपदफा 2 मा उल्लेखित कम्तीमा 2 वर्षको सट्टा कम्तीमा 3 वर्ष संशोधन गरिएको छ। 22 दफा 21 को उपदफा 1 को खण्ड अङ्ग प्रदेश सरकारको सहमतिमा लिएको ऋण भन्ने वाक्य थप गरिएको छ। 23 दफा 22 को उपदफा 1 मा उल्लेखित प्रदेश सरकारको गरी संशोधन गरिएको छ। 24 दफा 25 मा उल्लेखित सामाजिक विकासलाई हटाई प्रदेश सरकारको शिक्षा विषय शब्द राखी संशोधन गरिएको छ। 25 ऐनको दफा 27 र 28 हटाइएको छ। धन्यवाद। माननीय सदस्यहरू, समितिको प्रतिवेदन आफ्नो मेल तथा कार्यालयको वेबसाइटबाट प्राप्त गर्नुहोला। अब यो बैठक 2079 साल जेठ महिनाको 24 गते मङ्गलबार दिनको 1 बजेसम्मको लागि स्थगित हुन्छ।